आज मैले चाहिँ यहाँदेखि सुरु गरेको छु ल मेरो भ्लग चाहिँ। आज हामी चाहिँ खासमा चाहिँ के भन्छ सुवनको लाइब्रेरीसम्म चाहिँ जाने भनेर चाहिँ आज तयारी गरेर चाहिँ हामी दुईजना पार्टनरमा अनि म यहाँ आज रेडी भएर चाहिँ हामी खासमा बाहिर जान लागेको। त्यहाँ गएर म तपाईँहरूलाई के रहेछ त्यो सबै देखाउँछु। मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ हेरिदिनु होला र तपाईँहरूलाई यसो मन पर्यो भने चाहिँ लाइक कमेन्ट चाहिँ छोड्न नभुल्नु होला है त। हामी चाहिँ यहाँबाट चाहिँ अब सरर लाएर कहाँसम्म पुग्नु पऱ्यो सुवनयाक यहाँसम्म। यहाँ चाहिँ यहाँबाट एक स्टेसन अगाडि यहाँ गएर चाहिँ यहाँ है हामी जानुपर्ने चाहिँ खासमा यहाँ यस्तो छ। फाइनल्ली हामी चाहिँ सुवनभन्दा यतापट्टि स्टेसन वासा भन्नेमा आइपुग्यो। ल अब यहाँदेखि चाहिँ हामी चाहिँ चत्त गइन्छ होइन, चत्त गइन्छ अनि हेरिन्छ पुस्तकहरू। के हुँदैछ भोक पनि लाग्छ है। हामी बिहानदेखि केही नखाइकन आएको, भोक लाग्छ। 3 घन्टा ठ्याक्कै 3 घन्टा हाम्रो ट्रेनमा नि 3 घन्टा लाग्ने भन्यो भने त यो धेरै टाढा रहेछ। अब यसलाई चाहिँ हामीलाई यस्तो छ रमाइलो। हामी चाहिँ अब टक्क हेर्ने हो होइन, खाने हो। यहाँ फुलहरू छन्। फाइनली हामी चाहिँ त्यहाँ है यसमा चाहिँ खासमा आउने भनेर आएको। हामी यता यो चाहिँ त्यसमा पार्किङहरू भयो, बिल्डिङहरू यहाँ तन्न छन्। हामी चाहिँ यस्तो छ ट्राफिक यहाँ रहेछ। हामी चाहिँ अब 2-3 घन्टा लागेर आइयो। कति धेरै मान्छे हेर्नु खै कहाँनिर त्यही त होला नि। ए त्यही त होला त। मान्छेहरू यति धेरै कि यहाँ यसमा घुम्नु जाने यस्तो मजाको छ नि त यहाँभित्र। अनि त्यही भएर हामी चाहिँ घुम्नलाई चाहिँ आएको कि हामी त यस्तो बुक यसमा खासमा यो रमणीय ठाउँ घुम्नलाई हामी चाहिँ आएको। पार्टनर पनि आएको। यता बहुत जाडो भयो, चिसोले गर्दाखेरि गर्मी सुरु भयो भन्दा नि तर जाडै छ हो। त्यही भएर चाहिँ अब के गर्ने पक्क परेर आउनु पऱ्यो। 2-3 घन्टा लाग्यो यस्तो छ। ए यस्तो हुन्छ त्यति जाम चाहिँ छैन है। स्ट्राइप फिल्ड मान्छेहरू यति धेरै आएको छ नि फेरि घुम्नलाई, फेरि हामी जानलाई ए भदिन्छ छ। हामी नि जान्छौँ है त्यहाँभित्र अब कस्तो रहेछ के रहेछ भन्ने कुरा देखाउँछौँ। हामी चाहिँ दुःख गरेर हेर्ने हो। के हो खाजा खाएर जाने हो कि हामी यत्तिकै छिर्ने हो। नो ब्रान्ड के लेखेको छ त। नो ब्रान्ड त्यो उयो छ कि सपिङ मल पनि रहेछ। ए यहाँ त अब यहाँभित्र गएपछि बल्ल थाहा हुन्छ के छ भन्ने कुरा त। हामी चाहिँ अब यस्तै छ भोकै भयो नि। हामी चाहिँ आज घुम्ने विचार गर्थ्यो। खाने नखाने अरे यस्तो मान्छेहरू यहाँ खानेहरू बसिरहेका छन् खाने भनेर। फाइनली हाम्रो इन्ट्री भयो यो स्टार फिल्ममा। के छ अब हेर्न पाइन्छ यहाँ यस्तोले। यस्तो छ टिकट हो र होइन होला नि। मान्छेहरू गइरहेको छ नि यस्तै। यो चाहिँ मुभी हो नि त खासमा। यस्तो छ है स्ट्राइफिल यो भित्र सपिङ सेन्टर हो। आमामा यस्तो मजाको छ नि। जे होस् ठिक छ। यता योहरू भयो है बोइजहरूको लागि सपिङ गर्न आउने हो भने चाहिँ यहाँ पनि मस्त रहेछ। योस् प्राइस अब कस्तो छ थाहा छैन है, एकदम एक्सपेन्सिभ होला होइन। बच्चाहरूको लागि टोपी माथि जाने। यो लाइब्रेरी ठ्याक्क आयो है। यहाँ अनेक किसिमको किताबहरू यही हेर्न लागेको हामी। यस्तो कति मजाको छ है। ए यहाँ हो नि त खासमा आउनु भन्दा टक्क लाएर आखा वाउ नाइस हेयर।
हामी यही हो नि त यस्तो हेर्दा हेर्दै यस्तो घुम्दै घुम्दै यस्तोमा हाल्यो नि यस्तो मजाको छ नि है नाइस अनि हामी चाहिँ खासमा यही घुम्नलाई भनेर आएको यत्रो 3 घन्टा लागेर हेर्नु जस्तो गाइजहरू कस्तो छ मान्छेहरू यता बसिरहेको छ यस्तो छ जे होस् मान्छेलाई एकदम मनोरञ्जन दिने खालको चाहिँ बनाएर यस्तो माथिपट्टि यो पुरै बुकहरूको है बुकै बुकको हो क्या यो माथि माथि नि बुकै बुक हो क्या ल मान्छेहरू यति धेरै फेरि यतातिर बसिरहेको यहाँ म्युजिक पनि हुँदो रहेछ यहाँ मस्त छ त्यो माथि बसेर चाहिँ फोटो खिचाउने भनेर हामी चाहिँ माथि जाँदै है हामी त ए बुक चाहिँ यहाँ अनेक यहाँ कति प्रकार कति होला बुक होइन 60,000 अरे हो टोटल 60,000 ल हेर्नुहोस् है तपाईँहरू नै आउनु भएन भने आउनु होला अनि यो बुकलाई चाहिँ हेरेर माया गरिदिनु होला है अनि हामीले पनि यसलाई बुकलाई हेरेर माया गर्नलाई चाहिँ यहाँ सपिङ बुकमा चाहिँ हेरेर हुँदैन नि सपिङ गर्ने ठाउँ पनि अनेक छ यहाँ सपिङ छ नि यस्तो सपिङ मस्तले पनि गर्न पाउँछ यस्तो सपिङ छ यहाँ माथिबाट जाने यस्तो छ सपिङ गर्न मिल्छ अनि फेरि यस्तै बुकहरू पढ्न मन लाग्यो बुकहरू पढ्ने यहाँबाट तलतिर यस्तो छ यहाँ पनि छ त हजुर माथि माथि यस्तो रमाइलो खतरा अब बुक मात्रै खेल्नु भने भलिबल खेल्न पऱ्यो के गर्न पऱ्यो अनि यस्तो अब यहाँ यस्तो भलिबल पनि यस्तो खेल्न पनि पाउँछ यहाँ बाहिर होलसेल पनि सेलमा राखेको छ सेल भने तर त्यस्तै हो एकदम महँगो नै हुन्छ यहाँको होलसेलहरू अहिले चाहिँ हामीले चाहिँ यहाँबाट बुकहरू के भन्छ बुक त किनिन्न अब यस्तो चाहिँ सपिङ गरिन्छ होला जस्तो लाग्छ सपिङ गरियो पार्टनर चाहिँ यहाँ डुल्नु भयो म चाहिँ यहाँ छु यस्तो यहाँबाट हो कि हेर्नु न यस्तो यहाँबाट चाहिँ मस्त फोटो खिचिन्छ होइन हो तल गएर बस्नु पर्यो यहीँ बसेर खिच्नुहुन्छ जानु त कस्तो आउँदो रहेछ मैले यहाँबाट हेर्छु सबैले फोटो खिच्ने ठाउँ यहाँ पो रहेछ ठिकै आउँदो रहेछ सपिङ गर्ने अनि फोटो खिचाउनुहुन्छ पार्टनरले चाहिँ फोटो खिचाउने रे फोनमा चाहिँ फोटो खिचाउने म चाहिँ क्यामेरा अब फोटो खिचाइदिएको पैसा ल्याउनु पनि त हो तर के हाल्नु पैसा मैले दिन्छु पार्टनरले अब हो दिन्छु भन्ने कुरा आयो हामी चाहिँ बिस्तारै यहाँको चाहिँ अब फोटो खिचाएर यहाँबाट मस्त आउँदो रहेछ खिचाउने अनि लगाएर जाने ल यस्तो मजाको छ र आउनु भएन भने आउनुलाई यो 60,000 बुक चाहिँ पढेर त भ्याइन्न होइन मान्छेहरू यो हेर्नु गनेर पनि नसकिने स्थिति छ तर यहाँ पढेर त कहिले काहीँ आसो घुम्ने आउने फोटो खिचाउने जे होस् यहाँ सपिङ गर्न पनि मिल्छ है यहाँ सस्तो बजार यहीँ पनि राखेको रहेछ मान्छेहरूलाई सेल भन्यो सेल त त्यस्तै हो त्यो फेरि यस्तो यो टिप्नी हो क्या त्यो दामी है पार्टनर हिँड्नु भयो चाहिँ बेडहरू यस्तो छ तपाईँको त भित्रको निस्केछ नि भित्रको निस्केछ के सहरहरूमा
फेरि आयो अरू ठाउँमा जाउँ अहिले चाहिँ भयो नि मासु जाउँ के अरे चाहिँ अहिले ठाउँमा यही हो क्या अहिले ठाउँमा म्युजिक पनि